दर्शकबिन हजुरलाई स्वागत छ मेरो यस विनय रिएक्सन युट्युब च्यानलमा र हामी आज एउटा भिडियो हेर्नेछौँ। यो भिडियो हजुरलाई के कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिदिनु होला। आउनुहोस् हेरौँ है त यो भिडियो। आज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना अचम्मका व्यक्ति देखा परे। यो कठ्याङ्ग्रिदो जाडोमा त्यही पनि बिहान बिहान एउटा हाफ प्यान्ट खरानी कलरको हाफ टी सर्ट, टाउकोमा कालो छड्के टोपी, आँखामा कालै चस्मा, हेर्दै लोभ लाग्ने शरीर लिएर एकजना व्यक्ति सुटकेस लतार्दै विमानस्थलबाट बाहिर निस्कदैछन्। हामीसँग कुरा गर्दा झन्डै आँसु झारेका यी व्यक्ति कुनै सामान्य व्यक्ति भने होइनन्। 17 वर्ष साउदीमा श्रम गरेर नेपाल फर्कदै गरेका प्युठानका ओबिराम पौडेल हुन्। उनलाई चिन्नेहरू यसरी पनि चिन्छन्, जस्तै समाजसेवी, सामाजिक अभियन्ता, गरिब दुखीका भगवान र बोडी बिल्डर भनेर पनि उनलाई चिन्ने गर्छन्। त्यसो त उनी बेला बेला छुट्टी लिएर नेपाल आइरहन्छन्। पछिल्लो समय 4 वर्षपछि नेपाल टेकेका ओबिरामले झन्डै आधा करोड पैसा दुखी पीडितको लागि र सामाजिक कार्यमा सहयोग गरेका छन्। उनै ओबिराम पौडेलसँग गरिएको छोटो कुराकानी तपाईको माझमा। आरामै हुनुहुन्छ? हजुर एकदम आरामै। यात्रा कस्तो भयो? यात्रा एकदमै राम्रो भयो सर, सहज भयो। डाइरेक्ट फ्लाइट छ। हिमालय एयरलाइनलाई चाहिँ थ्याङ्क यू, धन्यवाद डाइरेक्ट फ्लाइटको लागि। कुनै कुराको त्यस्तो समस्या भएन। कति दिनको बसाइ छ हजुरको नेपालमा? मेरो 45 दिनको छ सर। यो 45 दिनको अवधिमा हुन त तपाईँ धेरै योजनाहरू बनाएर आउनुभयो होला। त्यो मध्येमा पनि खास गरी अब मैले नेपाल गएर यो चाहिँ गर्नुपर्छ भन्ने त्यस्तो केही सोच्नु भएको छ? मेरो यो अहिलेको प्लान चाहिँ तपाईँको 75 वर्षभन्दा माथिका जति पनि हुनुहुन्छ मेरो वडाभित्रमा, उहाँहरू चाहिँ मेरो भगवान रूपी अब बुवा आमाहरू, उहाँहरूलाई केही नभए पनि एउटा सानो कोसेली भेटघाट गर्ने एउटा मेरो पहिला प्राथमिकता। सेकेन्ड जो एउटा मन्दिर बन्न लाग्छ, मन्दिरलाई पुरा निर्माण गरेर फर्किन पाऊँ भन्ने एउटा चाहना थियो। हजुरले धेरै ठाउँहरूमा जस्तो अब मन्दिरकै कुरा निकालिहाल्नुभयो। मन्दिर बनाउँदै गर्दा तपाईँले धेरै मन्दिरहरूलाई सहयोग पनि गर्नुभएको छ। तपाईँको वाडामा भएका धेरै गरिब दिनदुखीहरूलाई सहयोग गर्नुभएको छ। आर्थिक भौतिक सबै सहयोग गर्नुभएको छ। हजुरले गरिब दिनदुखीहरूलाई सहयोग गर्न पाउँदा कस्तो लाग्छ हजुरलाई? मलाई सबैभन्दा खुसी, अब जति मैले सहयोग गर्न पाउँछु म सबैभन्दा खुसी त्यहीमा हुन्छु। अब मैले आफ्नो लागि भन्दा पनि अरूको लागि बाँच्न पाऊँ। मैले बैङ्कमा राखेको पैसाले मलाई मात्रै लाभ दिन्छ भनेपछि मैले कमाएको पैसा कुनै गरिब दुखीलाई सानो सहयोग गर्न पाउनुपर्छ भन्ने हेतुको साथमा म चाहिँ मेरो लाइफमा खातै नखोलेर मेरो मर्ने एउटा चाहना थियो सर। भनेपछि हजुरले बैङ्क खाता खोल्नु भएन? मैले खोलेको छैन सर, आजसम्म खोलेको छैन। अब अहिलेसम्म त्यति ठुलो सहयोग गर्न नसके पनि 29 लाख मुनि 28 लाख माथिमा आजसम्म मैले मठ मन्दिर गरिब दुखी भित्रमा मेरो सहयोग आएको छ। भने पछाडि करिबन 29 लाख भन्दा धेरै तपाईँले गरिब दिनदुखीहरूलाई सहयोग गरिसक्नु भयो? लगभग 28 करोड 29 को आजुबाजुमा छ। हजुर। यो अब तपाईँ नेपाल आउनु भएको छ, नेपालमा त जाडो सिजन छ। नेपालमा जाडो छ होइन? हजुर भने हाफ कपडामा हुनुहुन्छ, यसको राज के हो भनिदिनुहोस्। यसको राज अब यो बडी बनाउन धेरै कठिनाइ छ। त्यो माथिबाट शरीरभित्रमा एनर्जी छ, एनर्जीले गर्दा चाहिँ जाडोलाई मजाले चाहिँ तपाईँको काट्न सकिँदो रहेछ। खासै त्यस्तो जाडो फिलिङ छैन मलाई कुनै पनि। तपाईँले महिनामा 50,000 भन्दा माथि त गरिब दिनदुखीहरूलाई सहयोग गरेर सक्नुहुन्छ। हजुर। यो ज्यान बनाउन हजुरले कति सक्नुहुन्छ महिनामा? ज्यान बनाउनलाई धेरै खर्च छ सर। अब बडी बिल्डिङमा लगायत सबै अब मेरा अग्रज व्यक्तित्वहरू हुनुहुन्छ होइन, समग्र मेरो होल पावर जिमका साथीहरू सबैलाई चाहिँ सम्झना, उहाँहरूको चाहिँ मलाई बडीभित्रमा बडी बिल्डर बन्नुपर्छ, यस्तो तरिकाले जानुपर्छ भनेर दिशा मार्ग देखाउनु हुनुहुन्छ उहाँहरू। यो भित्रमा तपाईँको सर अब खर्च भन्दा पनि अरूलाई हामीले दिने होइन, अब आफूले खाएर नै खर्च हुनेलाई अब के खर्च भन्नु र? अब हामीले दुसरालाई सहयोग दिनु अथवा कुनै मान्छेलाई त्यत्तिकै दिएकोमा हामीले खर्च मान्नुपर्छ। आफूले खाएको चिजले के जोडम, अब समथिङ तपाईँको 40-45 मजाले जान्छ मासिक। हजुर, मासिक। भने पछाडि एउटा राम्रो काम चाहिँ हजुरले तपाईँको वडामा भएका 75 वर्षभन्दा माथिका जो वृद्ध आमा बुवा हुनुहुन्छ उहाँहरूलाई यसपालि तपाईँले सहयोग गर्ने प्लान बनाएर आउनु भएको छ? एउटा हर्लिक्स, एउटा फ्रुटी, एउटा बिस्कुट, उहाँहरूको चाहिँ आशीर्वाद एउटा गर्ने मेरो मेन उद्देश्य अहिलेको त्यही नै छ सर। यो प्युठान प्रवेश गरेर लगत्तै हजुर म तुरुन्तै त्यो काम गर्छु। अब घर बुवा पोहोर बित्नु भएको थियो, बुवाको कामलाई सिद्धाएर लगत्तै गर्छु। वाडाभन्दा बाहिरका जो गरिब अति विपन्नहरू हुन्छन् नि, उनीहरूको लागि पनि केही सोच्नु भएको छ? त्यो पनि छ सर। त्यसको लागि पनि अब व्यवस्था गर्दैछु। अब त्यो हुन्छ, अफकोर्स हुन्छ। मैले सकेर मैले देखेका जतिलाई सहयोग म गर्छु, अफकोर्स मेरो चाहना छ।
मान्छेहरूले पैसा कमाएर बैङ्कमा राख्छन्, लगानी लगाउँछन्, हजुरले भने पैसा कमाएर सहयोग गर्नुहुन्छ, खातै खोले होइन भन्नुहुन्छ। छोरा नातिलाई पनि त चाहिएला नि पैसा त। जन्मपछि मृत्यु अवश्य छ। बुवा आमाले कमाएको पैसा कसैलाई पुगेको छैन। अब छोराहरूले पुग्ने जति कमाइदिइसकेको छु मजाले। अब यो जति मेरो लाइफमा म जति पनि कमाउँछु अब आफ्नो लागि, अब घर परिवारको लागि भन्दा पनि एउटा समाजको लागि भोलिका दिनमा हामी जाँदा पनि हाम्रो समाजले ओहो यतिको मान्छे गयो भनेर केही नभए पनि सुन्ने मान्छेको आँखादेखि 2-4 जना मान्छेहरूको आँखाबाट आँसु झर्ने काम चाहिँ गर्नुपर्छ। जन्मपछि मृत्यु अवश्य छ, मलाई यो चाहिँ थाहा छ सर। लगेर जानु छैन। बाहिर हल्ला के पनि छ भने अब ओबिरामजीलाई चाहिँ नि हामीले एउटा जनप्रतिनिधिको रूपमा पाउनु पाए कस्तो हुन्थ्यो भन्ने एक खालको जनगुनासो पनि छ। हजुरको त्यतातिर ध्यान के छ? होइन, चाहना चाहिँ अब अहिले मलाई धेरै साथीहरूबाट पनि फोकस छ, ल तपाईँ आउनुपर्छ भन्ने। अब हालैमा अब त्यो सोचाइ छैन सर। अब यो 89 सम्ममा एउटा टार्गेट चाहिँ गरेको छु म पनि, एउटा समाजको लागि। किनभने हजुरले धेरै सहयोग गरिराख्नु भएको छ। तपाईँको वाडा मात्रै नभएर वाडाभन्दा बाहिरका मान्छेहरूलाई पनि सहयोग गर्नुभएको छ। आर्थिक भौतिकदेखि लिएर हरेक कुरा सहयोग गर्नुभएको छ। जहाँ जुन व्यक्तिको घरमा गाँस छैन गाँस बनेर गइदिनु भएको छ, जुन व्यक्तिको बास छैन बास बनिदिनु भएको छ होइन। यस्तो मान्छेलाई उनीहरूले पनि जनप्रतिनिधि रूपमा पायो भने त धेरै राम्रो हुन्छ नि त। हजुर, मेरो चाहना म जनप्रतिनिधि भएपछि मैले सरकारको एक कप चिया नखाएर सेवा सुविधा दिने हो। पैसा त मैले नै कमाइरहेको छु, मेरै सेलेरी फालानछेलन छ मेरो लागि। त्यो भएर म सेवा गर्न मात्रै जाने। जनप्रतिनिधि भनिसकेपछि जनताको प्रतिनिधि, बिना शुल्क सेवा जनताको सेवा गर्न सक्नु पर्यो। मेरो चाहना त्यही नै हो। हजुरले एकल लगानीमा मन्दिर पनि बनाइराख्नु भएको छ? हजुर, मन्दिरको काम चलिरहेछ, ढलाइ भयो। अब काम चाहिँ सम्पन्न छ। अब अरू कतिपय कामहरू निम्जाइसकेको छु। अब लगायत हाम्रो त्रिपुरेश्वरी सुन्दरी देवीको मन्दिरलाई पनि मैले भाइहरूलाई घोषणा गरेको छु, उता पनि केही रकम दिनको लागि। अब जेस राम्रै भएको छ सर। त्यो भूबनोटमा बनिरहेको मन्दिरको लागत कति छ अहिलेसम्मको? अब अहिलेसम्म सर त्यसको काम चलिरहेछ। अब फिनिसिङ नहुँदासम्म कति लाग्छ त्यो चाहिँ कन्फर्म छैन। यति जति लाग्छ? अब फिनिसिङ हुँदासम्म कति जति लाग्ला? टोटल त्यसको खर्च लगभग आउँछ होला तपाईँको 5-7 लाख रुपियाँ आउँछ होला। एक्लै गर्नु? हजुर, एक्लै नै। अब दुःखको कुरा के छ भने हजुरको बुवाको पनि निधन भयो। त्यो बेला हजुर बाहिरै हुनुहुन्थ्यो, नेपाल आउनु भएको छ। अझ मन्दिरलाई हजुरले बुवाकै हातबाट हस्तान्तरण गर्न पाउँछु कि भन्ने थियो, तर त्यो सपना पुरा भएन। के लाग्छ हजुरलाई? म सबै कुराको सर दुःख सुखलाई गर्नुपर्छ। हामी मान्छे हो, जन्मेपछि मृत्यु अवश्य हुन्छ। 90-92 वर्षसम्म बुवाआमा भन्न पाएँ एउटा मेरो लागि गर्वको कुरा हो। त्यो माथिदेखि अब बुवा आमाको जन्मदिनको दिन मैले त्यो कामलाई गर्न पाउनु मलाई भाग्यमा थियो। मेरो नि होइन। हजुर, ठिकै छ। अरू बाँकी चाहिँ सबै राम्रै छ भनौँ। सकभर हजुरले आफ्नै बुवाको हातबाट त्यो हस्तान्तरण गर्न पाएको भए म आफूलाई पनि खुसी हुन्थेँ भन्ने। धेरै खुसी हुन्थ्यो। पर धेरै काममा तपाईँको बुवा आमाको नामले चाहिँ अब म जहाँसम्म बाँच्छु त्यो नामले चाहिँ म अमर राख्ने मेरो चाहना छ। समुदायमा ओबिरामले यस्तो गर्यो, फल्नाको छोराले यस्तो गर्यो भन्ने अन्तिम प्रण रहन्जेलसम्म हजुरले त्यो गर्ने चाहना छ? त्यो अफकोर्स छ। त्यसको लागि चाहिँ म अब मैले त भनिसकेँ नि त तपाईँको जन्मेपछि मृत्यु अवश्य छ। बैङ्कमा राखेको पैसाले मलाई मात्र लाभ हुन्छ, म त्यो लाभ चाहँदैन। मैले कमाएको पैसा समग्र मैले नेपाल राज्यकोलाई सहयोग गर्न नसके पनि मेरो जिल्लावासी, मेरो नगरपालिकावासी, मेरो वडावासीलाई केही लाभ होस् भन्ने मेरो चाहना छ। दर्शकबिन, हजुरले यो भिडियोलाई लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु भयो र अर्को भिडियोमा भेट्ने बाचा गर्दै यस भिडियोबाट छुट्टी भयो त।